पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पतलैया निजगढ सडक खण्डको यो जङ्गलको बिचमा छौँ अहिले हामी र यस पूर्व पश्चिम राजमार्ग अन्तर्गत दुधौरा पुल भन्दा केही सय मिटर पश्चिम निजगढतिर चाहिँ एउटा यो विशाल रुख देख्न सक्नुहुन्छ, जुन चाहिँ 100औं वर्ष पुरानो रुख जस्तो देखिन्छ। पिपलको रुख रहेको छ, धेरै वर्ष पुरानो रुख। तपाईँहरूले यसमा यसरी रातो वस्त्रहरू धारण गरेको राखेको छ। यो चाहिँ यस सडक खण्डको एउटा रहस्यमय रुख मध्ये एक हो र यसरी रातो चुनरीहरू बाँधेर राखिएको छ। यसरी महेन्द्र राजमार्ग अन्तर्गत यस रुखमा र तपाईँहरूलाई यस विषयमा हामी थप जानकारी दिन गइरहेका छौँ, सुन्नुहोला। म निजगढवासी हुँ, रुद्रलाल श्रेष्ठ। म यो सडक विहारमा काम गर्दाखेरि यो महेन्द्र राजमार्गमा काम गरेको। त्यहाँ पुल बन्दै थियो, बकाया पुल बनेपछि अनिखेर पछि पनि म 24 सालदेखि मैले काम गरेको यो राजमार्गमा। 17 वर्ष 7 महिना चान्चुन काम गरेँ। त्यो पसादेखि यता निजगढबाट जाँदाखेरि दाहिने पर्छ, पतलैयाबाट पूर्व आउँदाखेरि देब्रे पर्छ। त्यो पिपलको रुख काट्दाखेरि सडकमा पर्यो, सडकको छेउमा पर्ने हुनाले त्यो रुख काट्न खोज्दाखेरि मेरो लेबर मऱ्यो। त्यो रुख 3 थप्पड बन्चरले हानेको थियो, हलिरहेको छापेर त्यो मेरो लेबरै मऱ्यो। काम गर्ने कुल्ली केटा तामाङकेको थियो। देवी छ भनेर चाहिँ हेराउँदाखेरि देवी छ भनेर भन्यो। अनिखेर त्यो रुखलाई अहिले पनि आज पूजा समयमा हुन्छ। पतलैयाबाट आउँदाखेरि देब्रे साइडमा पर्छ, यता निजगढबाट जाँदा दाहिने साइडमा पर्छ। त्यो त्यति सत्यको रुख छ, त्यो पिपलको रुख डिलमै छ। त्यो रुख डिल छेउमा छ, कमसेकम 5 मिटर जति पर छ त्यो रुख। त्यो रुख पिपलको रुख अहिलेसम्म छँदै छ। बेला बेलामा पूजापाठ हुन्छ त्यो रुखमा। अनि अब मैले धेरै वर्ष काम गरेको थिएँ सडक विहारमा, पिडब्लुडीमा काम गरेको। धेरै दुःख गरेर चाहिने रोडमा खट्यो। त्यतिखेर पानी खानु पाइँदैन थियो। पानी खानु पर्थ्यो कि चाहिने पतलैयाबाट, कि चाहिने बागमतीबाट। यो सडकमा काम गर्दाखेरि त्यति दुःख पाएर हामीले यो सडकमा काम गरेको हो। कुल्ली लेबरहरूलाई हटाए त्यतिखेर सरकारको ढुकुटी नै छैन भनेर। अब त्यतिखेर मधेसै ओभरसेट थियो। अनि अब हामीलाई 3 महिना 4 महिनापछि मात्रै तलब दियो, काम हटाएर पनि। पछि सरकार ढुकुटीमै पैसा छैन भनेर भन्यो। अहिले त अब पहिला 1 किलोमिटरमा एउटा कुल्ली राखेको थियो। अहिले त अब पतलैयादेखि के अरे अहिले 4 जना 5 जना यसो लान्ठान लुन्ठो हल्लाउँछन् बाटोतिर कुल्लीहरू। काम राम्रो छैन, राजमार्गको स्याहार राम्रो पुगिरहेको छैन, खाल्डाखुल्डी धेरै छ।